आजको भिडियोमा तपाई सम्पूर्णलाई स्वागत छ। तपाई सम्पूर्णलाई थाहा नै होला कि हाम्रो देशबाट एमबीबीएस पढ्न डिफरेन्ट कन्ट्रीमा नेपाली स्टुडेन्ट्स जाने गर्छ। त्यो पेइङमा पनि हुन्छ अनि स्कलरशिपमा पनि हुन्छ। अब पेइङमा तपाईले भन्नुहुन्छ भने कहाँ स्टुडेन्ट्सहरु जान्छ भन्दाखेरि एउटा त नेपालमा पढ्छ, बांग्लादेश पनि जान्छ, फिलिपिन्स पनि जान्छ, इजिप्ट पनि जान्छ, अब तपाईले उज्बेकिस्तान पनि जान्छ, किर्गिस्तान पनि गएको रहेछ, अनि चाइना पनि गएको रहेछ, अनि त्यता के भन्छ जर्जिया पनि गएको रहेछ, अनि इन्डिया पनि गएको रहेछ। अब यस बाहेक हामीले कुरा गर्छौं भने पेइङ न कुरा गरौं। पेइङ को त धेरै डेस्टिनेसन हुन्छ अनि धेरै ठाउँमा गइरहेको हुन्छ स्टुडेन्ट्स, आफ्नो कन्भिनियन्ट, आफ्नो फी स्ट्रक्चर यो सबै हेरेर गइरहेको हुन्छ। हामीले कुरा गर्छौं यस भिडियोमा कि हामीले कहाँ स्कलरशिप पाउन सक्छौं एज अ नेपाली स्टुडेन्ट्स। त हेर्नुस्, एज अ नेपाली स्टुडेन्ट्स तपाई स्कलरशिप एमबीबीएस मा खोजिराख्नु भएको छ भने पहिलो स्कलरशिप नेपालमा हुन्छ, जुन कि एकदमै लार्ज नम्बरमा हुन्छ स्कलरशिप। त्यहाँ भनेको ओपन एन्ड रिजर्भेसन बोथ हुन्छ, अप्लाइड हुन्छ। अनि जुन हामी नेपालमै स्कलरशिप पाउनको लागि जुन इक्जाम दिन्छौं, कमन इन्ट्रान्स इक्जाम भन्छौं ब्याचलर लेभलको लागि, त्यो इक्जामकै बेसिसमा हामीले स्कलरशिप बांग्लादेशमा पनि पाउँछौं। बांग्लादेश सरकारले प्रोभाइड गर्छ 79 बाट एमबीबीएस अनि 3 बाट बीडीएस को त्यहाँ पाउँछौं। अनि त्यसमा पनि रिजर्भेसन एन्ड ओपन सेम हुन्छ अनि त्यसको सिलेक्सन पनि सीई को या कमन इन्ट्रान्स एक्जामिनेसन को र्याङ्ककै बेसिसमा हुने गर्छ। तर त्यहाँ अलिकति जुन फ्रेशर स्टुडेन्ट हुन्छ तिनीहरूलाई अपर्च्युनिटी हुन्छ, किनभने यो वर्षको अधिक हेर्छौं भने हामी 2024 अनि 2025 मा जसले पास गरेको छ 12 क्लास उले नै जाने पाउँछ। त्यही भएर हामीले यसमा फ्रेशर को सम्भावना धेरै हुन्छ भनेर अनुमान लगाउन सकिन्छ। अर्को स्कलरशिप हामी इजिप्टमा पनि पाउँछौं, जुन कमन इन्ट्रान्स एक्जामकै र्याङ्कमा पाउने हो। त्यहाँ ड्रोपरलाई पनि अपर्च्युनिटी हुन्छ यदि उसको र्याङ्क राम्रो छ भने। अनि अर्को स्कलरशिप हामी चाइनामा पाउँछौं, जुन कि भनेको त्यो पनि कमन इन्ट्रान्स एक्जामकै बेसिसमा हुन्छ। अनि त्यस्तै पाकिस्तानको स्कलरशिप पनि आइरहेको हुन्छ, कुनै बेला आउँछ कुनै बेला आउँदैन, तर मेजोरिटी अफ टाइम आएकै हुन्छ। त्यो पाकिस्तानको एमबीबीएस को स्कलरशिप पनि पाउँछौं। अर्को हाम्रो भनेको रसियन एम्बेसीबाट पाउने स्कलरशिप हो। त्यहाँ पनि कुनै बेला आउँछ कुनै बेला मिन्स प्राय त्यो भनेको सीई को बेसिसमा रसियन को हुँदैन, सीई के स्कोरमा हुँदैन। त्यहाँ तपाई सीई मा राम्रो परफर्म गर्नु भएको छैन, जस्ट क्वालिफाई हुनु पनि भएको छ भने तपाईले त्यो अप्लाई गर्न सक्नुहुन्छ। अनि त्यहाँ भनेको तपाईको +2 को मार्क्स अनि इन्टरभ्यु बेसिसमा हुन्छ सिलेक्सन। अनि यस सबै बाहेक एउटा मोस्ट इम्पोर्टेन्ट जुन छ त्यो भनेको यहाँ इन्डियामा एमबीबीएस इन इन्डियामा गर्न, त्यो पनि अन्डर भनौं कि स्कलरशिप एकदम स्कलरशिप नै हो अनि एकदम नोमिनल फी हो। यदि नेपालमा कोही स्कलरशिप पाइरहेछ त्यसभन्दा पनि सस्तोमा कलेजहरु पनि हुन्छ त्यहाँ, त्यो पनि हामी बुझ्छौं यो भिडियोमा। अब हामीले यो एमबीबीएस इन इन्डिया अन्डर स्कलरशिप भन्छौं, त्यसलाई नै सेल्फ फाइनान्सिङ स्किम भनेर एम्बेसीले नाम दिएको छ। अनि रियल नाम भनेको सेल्फ फाइनान्सिङ स्किम नै हो। अनि सेल्फ फाइनान्सिङ स्किममा के कति फी लाग्छ, कुन स्कोरमा जान्छौ भनेर त्योमा कुरा गर्छौं। सेल्फ फाइनान्सिङ स्किम अन्तर्गत इन्डियामा एमबीबीएस पढ्न जानको लागि तपाईले नेपालको कमन इन्ट्रान्स एक्जामिनेसनसँग कुनै सरोकार छैन। तपाईले राम्रो गर्नुभएछ या नराम्रो गर्नुभएछ त्यसले केही मतलब छैन, नथिङ टु डु विथ कमन इन्ट्रान्स एक्जामिनेसन र्याङ्क एन्ड मार्क्स। अब त्यसको लागि सबैभन्दा प्रथम के हुन्छ भने तपाईले जुन कमन इन्ट्रान्स एक्जाम को प्रिपरेसन गर्नुभयो त्यस्तै फिजिक्स, केमिस्ट्री एन्ड बायोलोजीकै च्याप्टरहरु हुन्छ। अलि डेप्थमा हुन सक्छ, क्वेशन सोध्ने तरिका फरक हुन्छ, तर फिजिक्स, केमिस्ट्री, बायोलोजीबाटै नै नीट एक्जाममा सोधिन्छ क्वेशनहरु अनि त्यही नीट एक्जाम तपाईले दिनुपर्ने हुन्छ। त पहिला क्राइटेरिया के भयो भने यदि हामी सेल्फ फाइनान्स अन्तर्गत इन्डियाको कलेजमा जान चाहिरहेछौं, जुन कि स्कलरशिपमै पढ्न एमबीबीएस हो, अनि त्यहाँ जान चाहिरहेछौं भने पहिलो क्राइटेरियामा हामीले नीट एक्जाम दिनु पर्यो। अब नीट एक्जाम दिनको लागि डकुमेन्ट्स रिक्वायर्ड हुन्छ, के डकुमेन्ट्स चाहियो
अनि म इलिजिबल छु कि छैन भन्ने कुरो हुन्छ। अनि नीट एक्जाम दिइसकेपछि मैले सेल्फ फाइनेन्स अन्तर्गत इन्डियन एम्बेसीको जुन प्रोग्राम छ त्यस अन्तर्गत कसरी इन्डियामा कलेज पाउने हुन्छ। अब हेर्नुस्, म त्यो सम्पूर्ण भाइ बहिनीहरूलाई भन्न चाहन्छु कि तपाईँ नीटको प्रिपरेसन गर्नुस्। जसको र्याङ्क एकैचोटि पछाडि छ या जसको नाम नेम लिस्टमा आएको छैन या जो स्टुडेन्ट्स राम्रो र्याङ्क आयो तर स्कलरसिप पाउन सकेन, त्यो स्टुडेन्ट्सले पनि नीटको प्रिपरेसन गर्नुस्। पहिलो कुरा, नीटमा भनेको सोध्ने कुराहरू भनेको फिजिक्स, केमिस्ट्री, बायोलोजीबाटै हो। सोध्ने क्वेसन हाम्रो कमन इन्ट्रान्स एक्जाम भन्दा फरक हुन्छ, भिन्न हुन्छ, अलि डेप्थ लेभल हुन्छ, तर फिजिक्स, केमिस्ट्री, बायोलोजी नै हो। अब त्यसको हामी तयारी कसरी गर्ने त? तपाईँ इन्डियाको कुनै पनि अनलाइन कोचिङको अनलाइन जुन हुन्छ लेक्चरहरू त्यसको सब्सक्रिप्सन लिन सक्नुहुन्छ। त्यो चाहे पिडब्ल्यू होस्, आकाश होस्, एलन होस् या कुनै पनि अरू तपाईले जानेको प्लेटफर्म होस्, तर स्पेशली जुन स्टुडेन्ट्सहरूले लिने गरेका छ त्यो भनेको पिडब्ल्यू को सब्सक्रिप्सन हो। त्यो लिनुस् अनि मजाले प्रिपरेसन गर्नुस्। अब प्रिपरेसन गर्दा गर्दा अब यो कुरा आउँछ कि डकुमेन्ट्स पनि रेडी पारौ न तबसम्म नीटको लागि। नीटको फर्म फेब्रुअरीमा खुल्छ, मार्चसम्म टाइम हुन्छ, अलमोस्ट के 1 महिनै टाइम हुन्छ फर्म फिलअप गर्ने। अनि त्यो ड्युरेसनमा तपाईले डकुमेन्ट्स रेडी पार्नु। मुख्य डकुमेन्ट्स भनेको तपाई पासपोर्ट बनाइराख्नु भएछ भने एकदमै बेस्ट हुन्छ, उत्तम हुन्छ। यदि पासपोर्ट छैन भने पासपोर्टको लागि अप्लाई गरिराख्नु। पासपोर्ट हामीलाई कुनै अर्जेन्ट हुँदैन, फेब्रुअरीमा चाहिने हो, अहिले डिसेम्बर छ, हामीसँग टाइम छ। अनि यो पासपोर्टको लागि तपाईले के गर्नुस् भने आफ्नै सिडिओ अफिसबाट अप्लाई गर्नुहुन्छ भने सस्तो र भरपर्दो पनि हुन्छ तपाईलाई। तर तपाईँ यदि गाउँमा हुनुहुन्न, काठमाडौँबाटै लिन चाहिराख्नु भएछ भने यहाँ काठमाडौँबाट पनि तपाईले अप्लाई गर्न सक्नुहुन्छ, जुन कि अलि महँगो हुन्छ। अनि त्यति मात्र डकुमेन्ट्स, अरू कुनै डकुमेन्ट्स रिक्वायर्ड छैन। त्यसपछि नीटको फर्म खुल्छ, फेब्रुअरीमा फर्म फिलअप गर्नु होला। त्यसपछि तपाईले मईतिर एक्जाम हुन्छ, मईमा एक्जाम दिनु होला। यदि तपाईसँग पासपोर्ट भएन पनि तै पनि तपाईँ फर्म फिलअप गर्न सक्नुहुन्छ नागरिकताको आधारले, सिटिजनशिपको बेसिसमा। अनि तपाईले फर्म फिलअपमा दुईटा अप्सन पाउनुहुन्छ। सेन्टर काठमाडौँमा पनि हुन्छ इन्डियन एम्बेसीमा, एउटा इन्डियामा पनि, जुन पनि ठाउँमा तपाईँ सेन्टर चुज गर्न सक्नुहुन्छ। इन्डियामा सेन्टर चुज गर्नुहुन्छ भने तपाईँलाई 2700 नेपाली लाग्छ, 1700 इन्डियन। अनि काठमाडौँमा चुज गर्नुहुन्छ भने तपाईँलाई अलि महँगो पर्छ, 15,800 रुपियाँ पर्छ, 9,500 रुपियाँ इन्डियनमा पर्छ। अब त्यो आफ्नो कन्भिनियन्ट अनुसार तपाईँ सेन्टर चुज गर्न सक्नुहुन्छ। त्यसपछि तपाईँ नीटको एक्जाम दिनुहुन्छ। नीटमा ड्रेस कोड पनि हुन्छ, त्यो के लाएर जाने कस्तो हुन्छ। त्यसपछि तपाईले नीटको एक्जाम दिइसकेपछि रिजल्ट आउने तर्खरमा इन्डियन एम्बेसीको सेल्फ फाइनेन्सिङको फर्म खुल्छ। त्यो सेल्फ फाइनेन्सिङको फर्ममा अरू डकुमेन्ट्सहरू पनि रिक्वायर्ड हुन्छ। त्यो हामीले नोटरीहरू, एटेस्टेसनहरू गराउनु पर्छ। त्यो नेक्स्ट भिडियोमा टक गर्छौँ। त्यो जब सेल्फ फाइनेन्सिङको फर्म गर्छ, सबै डकुमेन्ट गरेर तपाईले फिजिकली फर्म बुझाउनु पर्ने हुन्छ एम्बेसीमा। एम्बेसीमा फर्म बुझाइसकेपछि तपाईले नीटको स्कोर कार्ड पनि त्यतिकै बेला पेश गर्नुपर्ने हुन्छ। अनि त्यसपछि तपाईको मेरिट बेसमा सिलेक्सन भएर आउँछ नाम। त्यसपछि इन्डियामा तपाईले कलेजमा रिपोर्ट गर्नुपर्ने हुन्छ। कलेजमा रिपोर्ट गरिसकेपछि तपाईले त्यहाँ 20,000 देखि 5 लाख आइसीसम्म पर इयर, जसमा ट्युसन फी, होस्टल, मेस सबै कुरा इन्क्लुड हुन्छ। अनि त्यहाँ तपाईले इन्डियामा बसेर पढ्ने। अनि त्यतिखेरै त्यही पढ्दाखेरि अफर लेटर पनि पाएको हुन्छ इन्डियन एम्बेसीबाट। त्यो अफर लेटरले एलिजिबिलिटी सर्टिफिकेट अप्लाई गर्ने। एलिजिबिलिटी सर्टिफिकेट अप्लाई गरिसकेपछि आइसकेपछि एनओसी को लागि पनि अप्लाई गरिदिने। यति कुरा हुन्छ जुन सेल्फ फाइनेन्सिङ स्किम या एमबीबीएस इन इन्डिया अन्डर स्कलरसिप भनेर तपाईँ बुझ्न सक्नुहुन्छ। म यो तपाईँ यदि नीटमा इन्ट्रेस्टेड नभए पनि, नीट एक्जाम दिन नचाहे पनि तपाईले नीटको एक्जाम मैले अपियर हुनु छु भनेर गर्छु त्यस्तो गरेर पढ्नुभयो भने तपाईले यो वर्ष यदि ड्रप लिइराख्नु भएछ भने कमन इन्ट्रान्स एक्जामको लागि तपाईलाई एउटा बेनिफिसियल पार्ट्स हुन्छ। किनभने सबैलाई थाहा छ जब एक्जाम आउँछ तब हामी पढ्न सुरु गर्छौँ। अनि यो नीट एक्जाम आउन धेरै टाइम छैन, अनि हामी पढ्न सुरु गर्छौँ। अनि हाम्रो कुरा भनेको पढेको कुरा पनि रिभिजन भएको हुन्छ, सबै कुरा एकदम हुन्छ। त्यो हिसाबले पनि म भन्छु कि सबैले दिनुस्। अनि या तपाईले अनलाइन कोर्स लिएर पढ्नुस्, टेस्टहरू दिनुस्, मक टेस्टहरू तपाईलाई थाहा हुन्छ।
ओके, फेरि भेट्छौँ हामी अर्को भिडियोमा। त्यस्तै तपाईँले नीट युजी 2025 या एमबीबीएस इन इन्डियाको नीट युजी 2026 भनौँ, 5 होइन, 2026 को नीटको लागि तपाईँ प्रिपरेसन गरिराख्नु भएको छ, गर्न सोच बनाइराख्नु भएको छ, स्कलरसिपमा इन्डियामा पढ्न चाहिराख्नु भएको छ। यसले के क्रिएट गर्छ भने एउटै नेपाली स्टुडेन्टलाई दुईटा अपर्च्युनिटी दिलाउँछ। एउटा कमन इन्ट्रान्स एक्जाम 1 वर्षमा आउँछ, त्यस्तै एउटा नीट पनि दिन पायो उसले। त दुईटा अपर्च्युनिटी उसँग हुन्छ, दुवैमा कुनैमा राम्रो गरे पनि हुन्छ। सिट भनेको 35 देखि 45 हामी लिएर जान सक्छौँ। सिट भ्यारी गर्छ एभ्री इयर, कलेज पनि भ्यारी गर्छ, तर मोस्ट अफ द कलेज सेम हुन्छ, मोस्ट अफ द टाइम सिट नम्बर पनि सेम हुन्छ। कटअफ पनि भ्यारी गर्छ। यो वर्षको कटअफ 410 थियो निटमा, कुनै अहिलेसम्म मेरो हेर्दाखेरि 350 देखि 500 सम्म पनि गएको रहेछ कटअफ। त्यो एक्चुअली डिपेन्ड्स अन क्वेसन कस्तो आयो, कटअफ कस्तो गयो ओभरअलमा, त्यो सबैमा कुरामा पनि डिपेन्ड गर्छ। तपाईले फर्दर पर्सनली इन्क्वायरी गर्नु पर्यो भने तपाईँ मेरो अफिस आएर पनि भिजिट गर्न सक्नुहुन्छ, या यो व्हाट्सएप नम्बरमा पनि व्हाट्सएप गरेर तपाईँ सोध्न सक्नुहुन्छ मसँग है। ओके, सी यू सुन इन नेक्स्ट भिडियो। टेक केयर, हैव अ गुड डे। जय नेपाल।